नमस्कार, म ढकाल साथ आजको यो नयाँ भिडियोमा यहाँलाई हार्दिक स्वागत गर्दछु। कन्सियस माइन्ड के हो र सबकन्सियस माइन्डलाई युज गरेर हामीले कसरी सफलता प्राप्त गर्न सक्छौँ, हाम्रा योजनाहरू, हाम्रा उद्देश्यहरू, हाम्रा लक्ष्यहरू प्राप्त गर्नमा सबकन्सियस माइन्डको भूमिका कस्तो रहनेछ, कन्सियस माइन्ड र सबकन्सियस माइन्ड के हुन्, कसरी काम गर्छन् भन्ने विषयलाई लिएर यो भिडियो बनाउँदैछु। अन्त्यसम्म हेरेर साथ दिनुहुनेछ र जस्तो लाग्छ त्यस्तै पोजिटिभ अथवा नेगेटिभ कुनै पनि कमेन्टको मैले अपेक्षा गर्दछु। कुरा सुरु गरौँ। हाम्रो ह्युमन बडी यो बायोलोजिकल बडी, हामीले जे देख्छौँ त्यो मात्र हाम्रो शरीरको अङ्ग होइन। हामीसँग भित्र पनि विभिन्न अर्गानहरू छन्, बडीहरू छन्। एउटा सेल बनेर तन्तु बनेका हुन्छन् र ती तन्तु मिलेर अङ्गहरू बनेका हुन्छन्। बाहिरी देखिने अङ्ग हामीले बाहिरी नजर आँखाले देख्छौँ भने भित्र पनि विभिन्न प्रकारका अङ्गहरूले बेग्ला बेग्लै काम गरेर हाम्रो एउटा ह्युमन संरचना बनेको हुन्छ र पूर्ण रूपमा शरीरले काम गरेको हुन्छ। हामीलाई अनि यो मेन्टल दिमाग सम्बन्धी काम चाहिँ कसरी हुन्छ र कसरी काम गर्छ होला त भन्ने लाग्छ। सुरु गरौँ। हाम्रा शरीरका विभिन्न अङ्गहरूमध्ये हामीले केही कुराहरू लिने, डाटा लिने, इन्फर्मेसन लिने, सूचना लिने, शरीरले जानकारी लिने हो हाम्रा 5वटा अर्गानहरूबाट हो। यी अर्गान भनेका हाम्रा आँखा, कान, नाक, जिब्रो र छाला। यी 5वटा सेन्सहरूबाट हामीले विभिन्न प्रकारका इन्फर्मेसनहरू शरीरभित्र लिइरहेका हुन्छौँ र ती विभिन्न इन्फर्मेसनहरू लिने क्रममा आँखाले देखेर, कानले सुनेर, नाकले सुँगेर, अनि जिब्रोले टेस्ट गरेर र छालाले छोएर अनुभव गरेर हामीले विभिन्न इन्फर्मेसनहरू भित्र लिइरहेका हुन्छौँ। तर अब के त, हामीले आँखाले देखेका सम्पूर्ण तस्विरहरू हाम्रो दिमागमा, ब्रेनमा गएर बस्छन् त। हामीले बास्ना सुँगेका, गन्ध सुँगेका प्रत्येक बास्नाहरू हाम्रो सबकन्सियस माइन्डमा अथवा ब्रेनमा गएर बस्छन् त। अथवा हामीले सुनेका, कानले सुनेका प्रत्येक आवाजहरू हामीसँग हुन्छन् त। पक्कै पनि हुँदैन। यहाँ के छ भने हाम्रा आँखाले देखेका, हामीले कानले सुनेका, सुँगेका, टेस्ट लिएका, छालाले अनुभव गरेका यी सबै कुराहरू चाहिने कुराहरू मात्र हामीसँग सङ्ग्रह भएर बसेका हुन्छन्। प्रत्येक इन्फर्मेसनहरू हाम्रो माइन्डमा गएका चाहिँ हुन्छन्, तर हाम्रो माइन्डले कसरी ती कुराहरूलाई चाहिने कुरालाई मात्र लिने र नचाहिने कुराहरूलाई जस्ताको तस्तै छोड्ने गरिरहेको हुन्छ। त्यसै गरी अब हामीले कलेक्ट गरेका इन्फर्मेसनहरू, डाटाहरू हाम्रो भित्र प्रोसेस हुन्छन्। यी सबै डाटाहरू हाम्रो ब्रेनमा छिरिसकेपछि कति डाटाहरू चाहिँ डिस्ट्रोय गरिदिन्छ ब्रेनले, नचाहिने कुरा भनेर त्यसलाई छोडिदिन्छ। कति कुराहरूलाई चाहिँ डिस्ट्रेसन गर्छ, त्यसलाई तोडमोड गरेर कसरी डाटा राख्नुपर्ने हो, ती कुराहरूलाई कसरी सङ्ग्रह गर्नुपर्ने हो त्यसरी राख्छ भने कति कुराहरू चाहिँ जेनरलाइज पनि गर्छ। आँखाले देखेका, कानले सुनेका कुराहरू पछि कसरी युज हुन सक्छ त, त्यही मोडलमा सबकन्सियस माइन्डमा सेभ गरेर पनि राख्ने हुन्छ हो। यसरी इन्फर्मेसनहरू, प्राप्त भएको जानकारीहरू, सूचनाहरू, प्रत्येक कुराहरू ब्रेनमा गइसकेपछि पछि चाहिन्छ है भनेर सङ्ग्रह गर्ने ठाउँ भनेको चाहिँ सबकन्सियस माइन्ड हो। हामी कन्सियस माइन्ड, अहिले हामी त्यसरी कुरा गरिरहेको छौँ, बोलिरहेको छौँ, म बोलिरहेको छु, हजुरहरू सुनिरहनु भएको छ। के मैले यो भिडियोमा बोलेको प्रत्येक कुराहरू तपाईँलाई यो भिडियो अफ गरिसकेपछि पनि याद हुन्छ त? हुँदैन नि। तपाईँलाई केही कुराहरू चाहिँ याद हुन्छ हो, किनभने तपाईँको ब्रेनले यो कुरा चाहिन्छ है भनेर
दिमागमा लगेर गएर जुन कुरा सेभ गर्छ त्यो कुराहरू मात्र हजुरलाई याद हुने भयो हो। यसरी हाम्रा दिमागमा आएका प्रत्येक इन्फर्मेसनहरू चाहिँ सेभ भएर बस्नुको कारण के हो भने हाम्रो ब्रेनले सकेसम्म इनर्जी र टाइम बचाउन खोज्छ। जसरी हामी कन्सियस भएर कुनै कामहरू गर्छौँ, सिक्छौँ, जान्दछौँ नि, ती कामहरू सबकन्सियस माइन्डमा गएर सेभ भइसकेपछि हामीले कन्सियस दिमाग नलगाए पनि ती कामहरू आफसे आफ भइरहेका हुन्छन्। कन्सियस दिमाग चल्नको लागि धेरै इनर्जीको आवश्यकता पर्छ, टाइमिङको आवश्यकता पर्छ। यदि त्यही काम सबकन्सियस माइन्ड थ्रु भयो भने, काम हुने भयो भने हाम्रो इनर्जी र टाइम बचत हुन्छ। जस्तै बाइक गाडी सिक्ने क्रममा हामी कति कन्सियस भएर सिक्छौँ। सुरुमा कहाँनिर ब्रेक हान्ने, कहाँनिर हर्न बजाउने, यी प्रत्येक कुराहरू हामी कन्सियस हुन्छौँ। तर त्यही गाडी चलाउन, त्यही बाइक चलाउन केही समयपछि हामीले जानिसकेपछि ती नर्मल्ली भइरहेका हुन्छन्। गाडी चलाउँदा चलाउँदै हामी गफगाफ गर्न भ्याइसक्छौँ, मोबाइलमा कुरा गर्न भ्याइसक्छौँ, कतिवटा कुराहरू प्लान गर्न भ्याइसक्छौँ नि। त्यहाँ कन्सियस दिमाग लगाइरहनु जरुरी छैन, किनभने त्यो गाडी चलाउने कुरालाई हाम्रो सबकन्सियस दिमागले बुझिसक्यो। उसले स्वतस्फूर्त गाडी चलाइरहेको हुन्छ हो। यसरी हामीले प्रत्येक कुराहरूलाई, इन्फर्मेसनहरूलाई, पढेका कुराहरूलाई कन्सियस लेभलबाट सबकन्सियस लेभलमा लिएर गएर सेभ गर्न सक्यौँ भने हामीलाई सजिलो पनि हुन्छ। र अब अर्को हाम्रो लक्ष्य प्राप्तिको लागि पनि सबकन्सियस दिमाग प्रयोग गर्न सक्यौँ भने सजिलै हामी हाम्रो योजनाहरू पुरा गर्न सक्छौँ, उद्देश्य पुरा गर्न सक्छौँ, लक्ष्यमा पुग्न सक्छौँ। अब सबकन्सियस माइन्डलाई कसरी युज गर्ने, कसरी चलाउने, डाटाहरूलाई सबकन्सियस लेभलमा लिएर गएर कसरी सेभ गर्ने भनेर म अर्को भिडियोमा प्रस्तुत गर्नेछु। हस्, आजको भिडियो यति नै। कस्तो लाग्यो? जस्ताको तस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षासहित आजलाई बिदा हुन्छु। हस् त, धन्यवाद।